ladies and gentlemen, distinguished guests and ladies and gentlemen and journalists, I welcome you all here on behalf of Nepal Institute of Technology family as a chairman on the occasion one day seminar topic on environmental management and sustainable development in Nepal, which is very interesting and beautiful water park village. क्लीन अप गर्न ठिकरेको क्लीन अप गर्न हप्तासम्म बन्द गर्नु पर्यो भने करेन्ट मिनेट सेकेन्डमा पास गरेर हामीले बिजुली चार्ज हुन्छ। त्यो हप्ताौ दिन बन्द गरेर त्यो फेरि ठिकरेको निकाल्नु पर्यो के हाल्छ। अनि सबैले पर्यटन विकास गर्ने भन्छ डाँडा गाउँमा जहाँ जहाँ अब मेरो जबसँग सुन्नुहोस् यो चाहिँ जहाँ जहाँ खोल्सा छ जहाँ जहाँ पानी आउनु मुहान त्यही बुल्डोजर जोड्दै लाग्छ कहाँ पानी हुन्छ। भयको पानी पस्ने ठाउँ छैन कहाँ पानी आउँछ। त्यसमा हामी वातावरण काम गर्दाखेरि हामी चितवनतिर पनि भन्छौँ। डाक्टर साहबहरू अन्त लुइयापाडा आउनुभएका सूर्यबहादुर साक्य काठमाडौँ युनिभर्सिटी वातावरण विभाग र यहाँ सबैले वातावरणसँग सम्बन्धित व्यक्तित्वहरू हुनुहुन्छ। सबैलाई म बुढानीगढा नगरपालिका यो पार्क भेटहोल्डर पनि यही रहेको यहाँलाई म हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु। यहाँ हिजो एउटा निमन्त्रणा कार्ड मैले पाएँ, यसो हेरेको डाक्टर साहबहरू अन्त लुइयापाडा आउनुभएका सूर्यबहादुर साक्य काठमाडौँ युनिभर्सिटी वातावरण विभाग र यहाँ सबैले वातावरणसँग सम्बन्धित व्यक्तित्वहरू हुनुहुन्छ। सबैलाई म बुढानीगढा नगरपालिका यो पार्क भेटहोल्डर पनि यही रहेको यहाँलाई म हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु। पुऱ्याइसकेपछि त्यसलाई चाहिँ बरु कहाँ के लबी गर्नुपर्छ हामी सबैले गरेर चाहिँ नि इन्भाइरोमेन्टलाई चाहिँ अत्यन्तै रेस्पेक्टफुललाई मैले अघि भने मदर नेचरलाई चाहिँ हामीले प्रोटेक्ट नगरिकन हुँदैन र यहाँ थुप्रै कुराहरू जे पनि डिस्कसन गर्न सकिन्छ। यिनी कुराहरू राख्दै फेरि पनि यो जुन आज यो कार्यक्रम भएको छ यसको लागि यो सफलताको कार्यपत्रहरू पछाडिकन ग्रुप अफ भइकन सबै कुरा गर्ने जुन उद्देश्य राखेर गरिरहेको छ त्यसको लागि सफलताको पूर्ण सफलताको कामना गर्दै म बिदा हुन्छु। धन्यवाद। Professor Dr. Siva Kumar Rai. Now I would like to request Executive Chairman of NIT, Mr. Baburam Rai, for the welcome speech. माननीय मन्त्री वाणिज्य वन तथा वातावरण मन्त्रीज्यू हार्दिक स्वागत छ। अभिवादन। विशेष त हाम्रो यो आजको सेमिनारको नेचर चाहिँ वर्कसप बेस किसिमको हो। हामीले यसमा सबै विभिन्न डिसिप्लिनको चाहिँ हामी पार्टनरसिप छ। यहाँ हामीले हाम्रो किसिमले एक किसिमको कन्ट्रिब्युसन गरेर डिस्कस गरेर फाइन्डिङ चाहिँ हामी एउटा प्रोसिडिङको रूपमा निकाल्छौँ। त्यो प्रोसिडिङ चाहिँ मन्त्रीज्यूको कार्यकालसँग पनि एकपट्टि आइपुग्छ र त्यसलाई प्रायोरिटी बेसिसमा राखिदिन हुन अनुरोध गर्दै यो स्वागत दिन्छु। धन्यवाद। Thank you. With this, I may request our Chief Guest, Honorable Minister Shakti Bahadur Bhatte, to please join us of flag flying. वन तथा वातावरण मन्त्रालय यति बेला हामीले सघन ढङ्गले केही गृह कार्यमा जुटिरहेका छौँ। राष्ट्रिय वन नीतिको, वातावरण संरक्षण नीतिको बारेमा, वातावरण नीतिकै बारेमा, हामीले राष्ट्रिय वन नीतिको बारेमा, सङ्घीय वन ऐनकै बारेमा, वातावरण कानुनको संरक्षण ऐनको बारेमा लगायतका थुप्रै अब 8-10 वटा भइराखेको छ। यहाँ हुने छलफलहरू निश्चय नै महत्त्वपूर्ण रहनेछन् भन्ने मैले विश्वास लिएको छु र तपाईँहरूको फिडब्याक तपाईँले यहाँ यो प्रक्रिया छलफलबाट निकाल्ने निष्कर्षहरू मैले अघि भने हामीले बनाउन खोजिराखेका नीति कानुनहरूलाई अझ व्यवहारिक बनाउनको लागि अझ त्यसको
प्रभावकारी बनाउनको लागि सहयोगी सिद्ध हुनेछन् भन्ने मैले विश्वास लिएको छु। यस अर्थमा म तपाईँहरूको यो सेमिनारको पूर्ण सफलताको पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँ विज्ञ साथीहरू हुनुहुन्छ, विभिन्न ओपिनियनहरू यहाँ अन्तर्क्रियाको क्रममा आउने त्योबाट एउटा निष्कर्ष तपाईँले निकाल्नुहुनेछ। त्यसलाई फिडब्याकको रूपमा मन्त्रालयले ग्रहण गर्नु अलिक बढी उपयुक्त होला जस्तो लागेको छ। त्यसकारण मन्त्रालयका अहिले धारणाहरू यहाँ इम्पोज गर्ने ढङ्गले अब यहाँ चाहिँ अलि थोपर्नु त्यति व्यवहारिक नहोला कि उपयुक्त पनि नहोला कि भन्ने लागेको छ। त्यसकारण मैले धेरै बोल्नुपर्ने छैन। मैले एउटा कुरा मात्र, एक दुईवटा कुरा स्पिरिटको रूपमा मात्र राख्न चाहन्छु। पहिलो कुरा, हामी प्रकृति र मान्छेको बिचको सहसम्बन्ध कसरी कायम गर्ने? हाम्रो आदरणीय मित्र राईजी, बाबुराम राईजी र म एआइटीमा हामी सँगै पढ्या एउटै टाइममा, र यो उहाँको विषय अर्बन डेभलपमेन्ट थियो त्यहाँ, होइन? अर्बन इन्भाइरोमेन्टल डेभलपमेन्ट के थियो सर? अर्बन इन्भाइरोमेन्टल म्यानेजमेन्ट थियो, होइन? अर्बन इन्भाइरोमेन्टल म्यानेजमेन्ट। अब यहाँ हामी अघि मन्त्रीज्यूले भन्नुभयो 45% जङ्गलको कुरा, तर जङ्गलमा हामी बस्दैनौँ, हामी सहरमै बस्छौँ। र म त्यही हामी बस्ने सहरको वातावरणीय समस्याको कुराको बारेमा यहाँहरूको ध्यान आकर्षण गर्न चाहन्छु। यो हाम्रो सपना हो, यो संसारकै सुन्दर रानी नगरी, होइन? क्विन अफ सिटिज भन्छौँ हामी, पेरिस। पेरिसको मैले एउटा चित्र यहाँ देखाएको छु, र धेरै अगाडि धेरै परापूर्वकालमा बनाएको सहर पनि एकदम राम्रोसँग व्यवस्थापन गरिएको छ यहाँ। र धेरैजनाले फेसबुकमा हजुरको आइफेल टावर गएको, पेरिस घुमेको फोटोहरू चाहिँ पोस्ट गर्छन्, होइन? हामीलाई हेरेर एकदम रमाइलो लाग्छ। आजको प्रस्तुतिमा म अलिकति पृष्ठभूमिको कुरा गर्छु, सहरीकरण कसरी अगाडि बढिरहेको छ नेपालमा त्यसको कुरा गर्छु, समस्याको पहिचान, विकासका विकल्पहरू र अबको बाटो, अब हामी कता जानुपर्छ भन्ने बारेमा कुरा गर्छु। यहाँले अलिकति यो नक्सा देख्नु भएको होला, हाम्रो 5-7वटा प्रदेशको नक्सा हो यो। प्रदेश नम्बर 1 मा यहाँ जनसङ्ख्या देखाइएको छ, 45 लाख जनसङ्ख्या छ। प्रदेश नम्बर 2 मा 54 लाख छ, 3 मा 55, 4 मा 25, 5 मा 44, 6 मा 15 र 7 मा चाहिँ 25 लाखको जनसङ्ख्या छ। यो हाम्रो चाहिँ अहिलेको लेटेस्ट आँकडा अनुसार यो देखिन्छ। हिमालको सल्लाह 3673 मा थियो र 2007 मा हामीले नाप्दाखेरि त्यो 168 मिटर माथि पुगिसकेको रहेछ। मलाई प्रश्न गर्नु होला, बिरुवाको खुट्टै हुँदैन कसरी माथि गयो? त्यही बिरुवा भनेको होइन, उसका पत्राहरू, उसका बच्चाहरू माथि पुगेको हामी त्यसरी जान्छौँ। भनेपछि 2007 र 1958 को बीचमा उसले 168 मिटर माथि चढेको रहेछ। त्यो भनेको प्रति वर्ष 3 मिटर भन्दा ज्यादा। कुरा त रमाइलै हो। हाम्रा हिउँका डाँडाहरू पनि, पहाडमा पनि अब रुखहरू आउने भयो भनेर। तर समस्या अर्कै छ। समस्या यो छ, समस्या के छ भने 3000 भन्दा माथि हामीलाई बाँच्नु छ। कमसेकम पनि नेपालको 7.3% जनसङ्ख्या 3000 माथि जीवनयापन गर्छन् हाई एल्टिट्युडमा। र त्यहाँ थुप्रै जस्तै च्याङ्ग्राहरू 3 लाख भन्दा बढी त्यहाँ चरिचरण गरेको छ। याकहरू 1 लाख जस्तो, भेडाहरू झन्डै 3.5 लाख, र अनि अर्कै भेडाहरू चाहिँ 32,000 भनेर झन्डै तपाईँको 10 लाख चौपायाहरू 3000 मिटर भन्दा माथि चरिचरण गर्छ। तिनीहरू तल झर्नै सक्दैन र ती चरिचरणका आधारमा तिनको जीवनयापन भएको हुन्छ। त्यो 3.7% जनसङ्ख्या। अब यदि त्यो हाम्रो रुखहरू जलवायु परिवर्तनको कारणले माथि माथि सर्दै गयो भने जहाँ हिजो घाँस थियो, चरिचरण हुन्थ्यो,
त्यहाँ चरिचरण हुन सक्दैन। नभएपछि ती 3.7% मान्छेको जीवन भोलि के हुन्छ? विकासवादीहरूले सम्भवतः त्यसमा पनि ध्यान दिनुपर्छ होला। मन्त्रालय बनायो। मेरो त केही पनि छैन सुषमाजी, तपाईँले सहयोग गर्नुपर्छ भने भइ नट। त्यो त मन्त्रालय नहुँदाखेरि प्लानिङ कमिसनको 6 करोड प्रोजेक्ट र सबभन्दा ठुलो काम मैले सूर्यनाथ उपाध्यायले सचिव ज्यूलाई पहिलो सचिव ज्यू उहाँलाई सहयोग गरेको भनेको कति 18,000 20,000मा पर्दा राखिदिनु भयो उहाँको कोठा। He didn't have a budget to, buy the curtains of his room. काम गराउँछ नि। तपाईँले यसरी सुरु गरेको मन्त्रालय अहिले आएर जे भए पनि फेरि वनसँग गाड्नु पुगेको छ। वनसँग गाडेको एउटै ठुलो प्लस पोइन्ट के छ भन्दाखेरि वन मन्त्री चाहिँ प्रायः जस्तो स्ट्रङ मन्त्री The environment ministry is so weak. हुने गरेको छैन कि त भन्दाखेरि स्ट्रङ वन मन्त्रालयको पछि लागेर भए पनि एन्भाइरोमेन्टले केही फर्को मार्छ भन्ने आशा राख्छ। त एन्भाइरोमेन्ट मिनिस्टर छुट्यो भन्दाखेरि मन्त्री नै हुनु मान्दैन। एन्भाइरोमेन्ट मिनिस्टर त नहुनु त भन्दाखेरि एन्भाइरोमेन्ट मिनिस्टर प्रायः हुनु मान्दैन। भयो भने पनि अलिक विक टाइपको देखियो र भएन भने प्रधानमन्त्री नै हुने भयो। प्रधानमन्त्रीले उसले पनि सम्हाल्ने भयो। प्रधानमन्त्री नै एन्भाइरोमेन्ट मिनिस्टर भएपछि मन्त्री कहिले पनि देखियो भन्दाखेरि भेरी विक एन्ड नेग्लेक्टेड मिनिस्ट्री थियो। वन मन्त्रालयमा गाभिनु भयो। त्यही कारण त्यसलाई पनि पोजिटिभ नै हेरेको छु। Environmental components, air, water, noise and land. Land use pattern like human settlement, road, industrial zone, farmland, recreational area, hospital and university areas. त्यसलाई इन्भाइरोमेन्ट भन्ने बित्तिकै मैले अघि हाम्रो पार्टिसिपेन्टहरू त्यो लेभलको पनि आउनु भएको छ कि एयर सफा एयर, फ्रेस एयर, एम्बियन्ट एयर, वाटर क्वालिटी एकदम हाई, ल्यान्ड प्रोडक्टिभिटी हुनु पऱ्यो। त्यसमा चाहिँ विभिन्न किसिमको चाहिँ वेस्ट वाटरहरू चाहिँ मिसिएर ल्यान्ड चाहिँ सिल्टी भएर चाहिँ प्रोडक्सन कम नहुने त्यो किसिमले हामीले बुझ्नुपर्छ। Land use pattern like human settlement, road, industrial zones, farmland, recreational area, hospital and university areas. अब यहाँ हाम्रो के भने ल्यान्ड युज अघि मध्यज्यूले पनि भन्नुभयो हामीले भू उपयोग नीति बनाउँदैछौँ भनेर। त्यसमा हामीले यसलाई फोकस गर्नुपर्छ। कहाँ हस्पिटल बनाउने, कहाँ चाहिँ हाम्रो सिटी अघि हाम्रो डाक्टर खतिवडाले भन्नुभयो स्मार्ट सिटी कन्सेप्ट आयो, कहाँ बनाउने, यी सबै ल्यान्ड युज प्लानिङ हुनुपर्छ।